Hello everyone, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी घुम्न आएका छौं अम्ब्रेला स्ट्रीट भन्ने ठाउँ जुन चाहिँ चितवनको पटेनी भन्ने ठाउँमा चाहिँ लोकेटेड छ र म र मेरो मम्मी भएर चाहिँ आज हामी यहाँ घुम्न आएका छौं। र यहाँ चाहिँ पर पर्सन इन्ट्री को चाहिँ 25 रुपैयाँ लाग्दो रहेछ। सो बाहिर पनि राम्रो सिनहरु थियो र भित्र इन्ट्री नगर्दै हामीले चाहिँ बाहिर पनि दुई तीनवटा फोटोहरु खिच्यौं। सो अब ढिलो नगरिकन हामी भित्रको भ्यू हेर्न जाउँ है त। सो यो चाहिँ भित्रको भ्यू हो र त्यहाँ कस्तो राम्रो भ्यूहरु देखिरहेको थियो र फोटो खिच्नको लागि चाहिँ त्यहाँ एउटा घैंटो जस्तो पनि राखिदिनु भएको रहेछ। लास्ट टाइम म मेरो साथीसँग आउँदाखेरि चाहिँ एकदमै भिड थियो तर यो पाली चाहिँ खाली नै रहेछ। सो हामीले एकदमै कम्फर्टेबली राम्रोसँग चाहिँ फोटो भिडियोहरु बनाउन पायौं। पटिहानी भन्ने ठाउँमा पटिहानी नै पर्दो रहेछ यो पनि। मान्छेहरु चाहिँ यो भर्याङबाट झरेर तल पनि जानु हुँदो रहेछ तर हामी चाहिँ माथिबाट नै भ्यूहरु हेरिराखेका थियौं। मम्मीले चाहिँ मेरो भिडियोहरु बनाइदिराख्नु भएको थियो र एकछिन हामीले त्यही नै टाइम स्पेन्ड गर्यौं। यहाँ खासै त्यस्तो एकदमै धेरै हेर्ने ठाउँ भनेर चाहिँ छैन तर एकचोटी चाहिँ यहाँ अवश्य आउनु होला। अलवेज युजिङ योर फोन। यति नै रहेछ अम्ब्रेला स्ट्रीट। र यहाँ यो डुङ्गामा चाहिँ खासमा पानी हुनुपर्ने हो, त्यहाँ चाहिँ पानी सुकेको रहेछ। अहिले चाहिँ सायद पानी त्यहाँ हुनुपर्ने थियो, पानी नरहेछ। म चाहिँ त्यही फोटोहरु भिडियोहरु बनाइदिँदै हुनुहुन्थ्यो मम्मीले चाहिँ मेरो।
भ्यू चाहिँ हामी 3-4 चोटि राउन्ड लाउँदै हेर्दै गरिरहेको थियौं र अब चाहिँ हामी बिस्तारै फर्किनु पर्छ भनेर चाहिँ हामी फर्किदै भिडियोहरु बनाउँदै थियौं के गरे हो त्यस्तो र मम्मीहरुको चाहिँ स्पेशली धेरै जसो पोजै यही हुने के त्यहाँ साइडमा पिङ देख्ने बित्तिकै मम्मीले चाहिँ अब पिङ खेल्न जाम न भनेर भन्दै हुनुहुन्थ्यो र मम्मी र म भएर चाहिँ त्यहाँ पिङ खेल्न गयौं खाली नै थियो र मज्जाले पिङ पनि खेल्यौं मैले पिङ हल्लाइदिरहेको थिएँ पिङ हल्लाउँदा हल्लाउँदै पिङ त आफै कस्तो बाङ्गो 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 टेडो हुँदै गयो कि त्यसपछि मम्मी त एकैछिनमा निस्किहाल्नु भयो अनि म खेल्छु भनेर मलाई हल्लाउन लाग्नु भयो र एकछिन पिङ खेल्दा एकदम मजा भयो मम्मी र म मजाले पिङ खेल्यौं र त्यसपछि हामी चाहिँ फर्कियौं गेटबाट चाहिँ बाहिर निस्किन लागेका थियौं बाई बाई अम्ब्रेला स्ट्रीट त्यसपछि हामी खाजासाजा खाएर त्यहाँबाट छिटै नै फर्कियौं र फर्किँदाखेरि रोडमा पनि मम्मीले चाहिँ भिडियोहरु बनाइराख्नु भएको थियो कस्तो चिसो आइराको थियो सायद अब बिस्तारै जाडो बढ्न थालेको भएर पनि होला So that's all for today's trip. So I just want to say don't forget to spend time with your loved one. Thank you for watching. See you in the next adventure. Have a good day.